नमस्कार साथीहरू, अहिले हामी पुगेका छौं कर्णाली प्रदेशको मुटु कालीकोट जिल्लाको सदरमुकाम मान्म। यो बजार कर्णालीको व्यापारिक, शैक्षिक र सांस्कृतिक केन्द्रका रूपमा चिनिन्छ। मान्म बजार बिहानदेखि नै निकै व्यस्त हुन्छ। यहाँ किसानले गाउँ-गाउँबाट ल्याएका मकै, जौ, सिमी, तरकारी र स्थानीय उत्पादन बिक्री हुन्छन्। यो बजार केवल किनमेलको केन्द्र मात्र होइन, यहाँका होटल र चिया पसलहरूले यात्रु र स्थानीय दुवैलाई कर्णालीको आतिथ्य सत्कारको अनुभव दिलाउँछन्। यहाँका मानिसहरू सरल, सहयोगी र हाँसीमुखी छन्। कर्णालीका मान्छेहरूको सिम्प्लिसिटी नै यहाँको वास्तविक सुन्दरता हो। मान्म बजार मात्र होइन, वरिपरिका डाँडाहरू, हरियाली र कर्णाली नदीले यो स्थानलाई अझै आकर्षक बनाउँछ। वेलकम ब्याक टु न्यू भिडियो। आज चाहिँ म विशेष पहाडतिर जाँदैछु। यहाँको टुरको लागि म अब यहाँ सामानहरू रेडी गर्दैछु। भर्खर गरेर आएँ। बड्डी चौर दिजु खाना खाइसक्यो होइन। यहाँ दाजु टक्क दाँत कोटाउँदैछ मासु खाएर। फाइनली हामी काली खोला पुगिसक्यौँ होइन। हामी फाइनली पुग्दैछौँ मान्म बजार।